हजुर नमस्कार, स्वागत छ धर्मशास्त्रमा र धर्मशास्त्रमा म आज हजुरलाई कपाल कुन दिन काट्दा अत्यन्त शुभ हुन्छ र कुन दिन काट्दा अत्यन्त अशुभ हुन्छ, यो विषयमा रहेर केही जानकारी दिन गइरहेको छु। ध्यान दिएर सुन्नुहोला। जस्तै कि शास्त्र अनुसारले चाहिँ कुनै बार छ, जुन बारमा चाहिँ कपाल काट्दा अत्यन्त शुभ बताइएको छ र कुनै बार छ, जुन बार हजुरले कपाल काट्नुभयो भने अत्यन्त अशुभ बताइएको छ। अहिलेको जेनेरेसनले शास्त्र फलो गरेको धेरै पाइएको छैन, होइन? आज म फ्री छु, म आज गएर कपाल काट्छु भन्छु, होइन? जस्तै कि म भोलि फ्री छु, भोलि गएर कपाल काट्छु भन्ने हुन्छ। तर यो सबै चिज चाहिँ शास्त्रमा चाहिँ अलिकति नराम्रो मानिन्छ। शास्त्र अनुसारले कुनै पनि चिज हामीले फलो गऱ्यौँ भने हाम्रो कर्म चाहिँ राम्रो हुन सुरु गर्छ। कर्म राम्रो हुने बित्तिकै भाग्य राम्रो हुन्छ, होइन? अनि बस्ने ठाउँहरूलाई पनि हामीले राम्रो गऱ्यौँ भने अझै हामीले उन्नति प्रगति गर्न सक्छौँ। हामीले सानो मेहनत गर्दा पनि धेरै फल पाउन सकिन्छ। हामीलाई असर गर्ने भनेको चाहिँ एउटा वास्तुले, एउटा ग्रहले र एउटा कर्मले हो। र हामीले 3 चिजमध्ये 2 चिज मिलायौँ भने पनि धेरै नै राम्रो हुन्छ। त्यसैले हाम्रो कर्म मिलाउन धेरै नै जरुरी छ। जस्तै कि शास्त्र अनुसारले हामीले कपाल भनेको आइतबारको दिन काट्यौँ भने चाहिँ यसले धेरै नै हानि गर्छ भनिएको छ। त्यसैले आइतबारको दिन हामीले काट्न हुँदैन। यसले चाहिँ आयु र धनमा चाहिँ असर गर्छ। त्यसले आइतबार चाहिँ वञ्चित गरिएको छ शास्त्र अनुसारले। र सोमबारको दिन भनेको चाहिँ हजुरलाई चाहिँ सन्तानमा चाहिँ हानि गर्छ भनिएको छ। जस्तै कि हजुरले सन्तान प्लानिङहरू गर्न लाग्नुभएको छ भने त्यो प्लानिङहरू चाहिँ सक्सेस नहुने टाइपको बनाइदिन्छ र सन्तान हजुरको हुनुहुन्छ भने चाहिँ सन्तानमा पनि समस्याहरू, शारीरिक समस्यादेखि लिएर मानसिक समस्याहरू पनि उनीहरूलाई चाहिँ हुन्छ। र हजुरको चाहिँ मङ्गलबारको दिन काट्नुभयो भने हजुरको शरीरमा चाहिँ क्रोधहरू बढ्न सक्छ, चोटपटकहरू लाग्न सक्छ भनिएको छ। त्यसैले मङ्गलबारको दिन पनि कपाल काट्न चाहिँ वञ्चित गरिएको छ। र बुधबारको दिन चाहिँ धेरै शुभ मानिएको छ। बुधबारको दिन हजुरले कपाल काट्न सक्नुहुन्छ, हजुरले दाह्री, कपाल, नङहरू काट्न सक्नुहुन्छ। यो दिनको लागि चाहिँ शास्त्रले धेरै राम्रो बताएको छ। र बिहीबारको दिन हजुरले कपाल काट्नुभयो भने हजुरको ज्ञानलाई चाहिँ ज्ञानमा कमी आउँछ भनेको छ, धन सम्पत्तिहरू चाहिँ हजुरको चाहिँ घटेर जानेछ भनेको छ। त्यसैले बिहीबारको दिन चाहिँ हजुरले कपाल काट्न मिलेन। र अर्को दिन भनेको चाहिँ शुभ दिन भनेको शुक्रबारको दिन रहेको छ। शुक्रबारको दिन हजुरले काट्न सक्नुहुन्छ, हजुरले दाह्री, कपालहरू काट्न सक्नुहुन्छ। यो चाहिँ शास्त्र अनुसारले चाहिँ बताइएको छ। र अर्को अशुभ दिन भनेको चाहिँ शनिबार। शनिबारको दिन पनि हजुरले दाह्री, कपालहरू चाहिँ काट्नु हुँदैन। यो दिन पनि धेरै नै नराम्रो बताइएको छ। यो दिन हजुरले कपाल काट्नुभयो भने चाहिँ आयु चाहिँ घटेर जानेछ भनिएको छ। त्यसैले हामीले चाहिँ यो दिन नकाटौँ र शास्त्रले भनेको अनुसारले चाहिँ काट्दाखेरि चाहिँ धेरै राम्रो हुन्छ। एकचोटि हामीले शास्त्र अनुसारले पनि भनेका कुराहरूलाई चाहिँ फलो गरौँ। फलो गर्ने बित्तिकै हजुरले असर देखिहाल्नुहुन्छ। हजुर 3-4 महिना मात्र एकचोटि फलो गर्नु, हजुरले धेरै चिजहरू चेन्ज भेट्नुहुन्छ।